चुकेमास चुकेमास भनेको बाल्नु। जापानिज भाषामा बाल्नुलाई चुकेमास भनिन्छ। केसीमास केसीमास भनेको निभाउनु। निभाउनुलाई जापानिज भाषामा केसीमास भनिन्छ। आकेमास आकेमास भनेको खोल्नु। खोल्नुलाई जापानिज भाषामा आकेमास भनिन्छ। सिमेमास सिमेमास भनेको बन्द गर्नु। बन्द गर्नुलाई जापानिज भाषामा सिमेमास भनिन्छ। इसोगिमास इसोगिमास भनेको हतार गर्नु। हतार गर्नुलाई जापानिज भाषामा इसोगिमास भनिन्छ। माचिमास माचिमास भनेको पर्खनु। पर्खनुलाई जापानिज भाषामा माचिमास भनिन्छ। तोमेमास तोमेमास भनेको रोक्नु। रोक्नुलाई जापानिज भाषामा तोमेमास भनिन्छ। मागारिमास मागारिमास भनेको मोड्नु। मोड्नुलाई जापानिज भाषामा मागारिमास भनिन्छ। मोचिमास मोचिमास भनेको थाम्नु। थाम्नुलाई जापानिज भाषामा मोचिमास भनिन्छ। तोरिमास तोरिमास भनेको लिनु। लिनुलाई जापानिज भाषामा तोरिमास भनिन्छ। तेचुदाइमास तेचुदाइमास भनेको सहयोग गर्नु। सहयोग गर्नुलाई जापानिज भाषामा तेचुदाइमास भनिन्छ। योबिमास योबिमास भनेको फोन गर्नु। फोन गर्नुलाई जापानिज भाषामा योबिमास भनिन्छ। हानासिमास हानासिमास भनेको बोल्नु अथवा कुरा गर्नु। बोल्नु अथवा कुरा गर्नुलाई जापानिज भाषामा हानासिमास भनिन्छ। मिसेमास मिसेमास भनेको देखाउनु। देखाउनुलाई जापानिज भाषामा मिसेमास भनिन्छ। ओसिएमास ओसिएमास भनेको भन्नु। भन्नुलाई जापानिज भाषामा ओसिएमास भनिन्छ। ज्युस्योओ ओसिएमास ज्युस्योओ ओसिएमास भनेको चाहिँ ठेगाना भन्नु भनेको है। ठेगाना भन्नुलाई जापानिज भाषामा ज्युस्योओ ओसिएमास भनिन्छ। हाजिमेमास हाजिमेमास भनेको सुरु गर्नु। सुरु गर्नुलाई जापानिज भाषामा हाजिमेमास भनिन्छ। आमेगा फुरिमास आमेगा फुरिमास भनेको पानी पर्नु। पानी पर्नुलाई जापानिज भाषामा आमेगा फुरिमास भनिन्छ। कोपिसिमास कोपिसिमास भनेको चाहिँ कपी गर्नु। कपी गर्नुलाई जापानिज भाषामा कोपिसिमास भनिन्छ। एआकोन एआकोन भनेको चाहिँ एयर कन्डिसनर। एसीलाई चाहिँ जापानिज भाषामा एआकोन भनिन्छ है। पासुपोतो पासुपोतो भनेको चाहिँ राहदानी अथवा पासपोर्ट है। हाम्रो चाहिँ पासपोर्टलाई जापानिज भाषामा पासुपोतो भनिन्छ है। नामाए नामाए भनेको चाहिँ नाम है। नामलाई जापानिज भाषामा नामाए भनिन्छ। ज्युस्यो ज्युस्यो भनेको चाहिँ ठेगाना। ठेगानालाई जापानिज भाषामा ज्युस्यो भनिन्छ। चिजु चिजु भनेको नक्सा। नक्सालाई जापानिज भाषामा चिजु भनिन्छ। सियो सियो भनेको चाहिँ नुन है। नुनलाई जापानिज भाषामा सियो भनिन्छ। सातौं सातौं भनेको चाहिँ चिनी। चिनीलाई जापानिज भाषामा सातौं भनिन्छ। योमी खाता भनेको चाहिँ कसरी पढ्ने भनेको है। कसरी पढ्नेलाई जापानिज भाषामा योमी खाता भनिन्छ। खाता खाता भनेको चाहिँ कसरी भनेको है। खाता भनेको कसरी भनेको हो। योक्कुरी योक्कुरी भनेको चाहिँ बिस्तारै भनेको है। बिस्तारैलाई जापानिज भाषामा योक्कुरी भनिन्छ। सुगु सुगु भनेको तुरुन्तै।
तुरुन्तैलाई जापानिज भाषामा सुगु भनिन्छ। माता माता भनेको चाहिँ फेरि भनेको है। फेरिलाई जापानिज भाषामा माता भनिन्छ। आतोदे आतोदे भनेको चाहिँ पछि भनेको है। पछिलाई जापानिज भाषामा आतोदे भनिन्छ। मौसुकोसी मौसुकोसी भनेको चाहिँ अरू केही बेर भनेको है। अरू केही बेर भन्न पर्यो भने जापानिज भाषामा चाहिँ मौसुकोसी भनिन्छ है। मौ मौ भनेको चाहिँ अर्को भनेको है। अर्कोलाई जापानिज भाषामा मौ भनिन्छ। इदेस्यो भनेको चाहिँ निश्चित भनेको है। निश्चितलाई जापानिज भाषामा इदेस्यो भनिन्छ। साआ भनेको चाहिँ सही भनेको है। सहीलाई जापानिज भाषामा साआ भनिन्छ। आरे भनेको चाहिँ ओ भनेको है। यो चाहिँ कस्तो अवस्थामा प्रयोग गरिने शब्द हो भन्दाखेरि आश्चर्य वा आश्चर्यमा पर्दा चाहिँ बोलिने शब्द रहेको छ है। तपाईहरुले याद गर्नुहोला, आरे भनेको चाहिँ ओ भन्ने हुन्छ। यो चाहिँ कस्तो अवस्थामा प्रयोग गर्ने शब्द रहेछ त? आश्चर्य वा आश्चर्यमा पर्दा चाहिँ बोलिने शब्द रहेको छ है। याद गर्नुहोला यो। सिनगौ ओ मिगी ए मागाते कुदासाई। सिनगौ ओ मिगी ए मागाते कुदासाई भनेको चाहिँ सिग्नलमा दायाँ घुम्नुहोस् भनेको है। सिग्नलमा दायाँ घुम्नुहोस्लाई जापानिज भाषामा सिनगौ ओ मिगी ए मागाते कुदासाई भनिन्छ। मात्सुगु भनेको चाहिँ सिधा भनेको है। सिधालाई जापानिज भाषामा मात्सुगु भनिन्छ। कोरेदे ओनेगाइसिमास भनेको चाहिँ म यो सही तिर्न चाहन्छु भनेको है। म यो सही तिर्न चाहन्छुलाई जापानिज भाषामा कोरेदे ओनेगाइसिमास भनिन्छ। ओचुरी भनेको चाहिँ फिर्ता आएको पैसा है। फिर्ता आएको पैसालाई जापानिज भाषामा चाहिँ ओचुरी भनिन्छ है। यो चाहिँ कस्तो भन्दाखेरि तपाईले जापानमा 450 येनको कुनै सामान किन्नुभयो र तपाईले पसलवालालाई चाहिँ 1000 येन दिनुभयो र त्यो पसलवालाले चाहिँ तपाईलाई 550 येन चाहिँ रिटर्न दियो। हो, त्यो 550 येनलाई चाहिँ जापानिज भाषामा ओचुरी भनिन्छ है। याद गर्नुहोला। आज चाहिँ मैले तपाईहरुलाई लेसन 14 अन्तर्गतको सम्पूर्ण भोक्याबुलरीलाई नेपालीमा राखिसकेको छु। आई होप तपाईहरुलाई यो भिडियो एकदमै हेल्पफुल भयो होला भन्ने मैले आशा राखेको छु। जाँदै तपाईले हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोला र नजिकै रहेको बेल आइकन प्रेस गर्न नबिर्सिनुहोला। साथै यो भिडियोलाई लाइक, कमेन्ट, सेयर गर्न नबिर्सिनुहोला। धेरै साथीहरु जापानिज भाषा अध्ययन गरेर बसिरहनु भएको छ। तपाईको एक सेयरले तपाईको साथीहरुलाई पनि हेल्प पुग्नेछ। लेसन 15 को भोक्याबुलरीमा भेट्नेछौँ। धन्यवाद।